नमस्कार, म अली मौराती र आज म तपाईहरुसँग यो बात गरिरहेको छु जसलाई तपाईको इंग्लिश नेम यो मोरिंगा भनिन्छ अनि तपाईको हिन्दीमा यसलाई सजन नामले चिनिने गर्छ भनेदेखिलाई तपाईको नेपालीमा तपाईको शीतल नामले यो एकदमै प्रसिद्ध छ र तपाईको नेपालको ती दाइलाई धेरै धेरै मबाट शुभकामना छ किनकि उहाँले जो हर घर एउटा शीतल चिनीको रुख हुनुपर्छ भन्ने कुरो जो एउटा अभियान चलाइरहनु भएको छ अनि तपाईको पुरानो इतिहासको पन्नाहरू पल्टाएर हेर्दाखेरि चाहिँ तपाईको आजभन्दा धेरै वर्ष अगाडि जो बुद्ध भिक्षुहरूले चाहिँ तपाईको बेलुकी खाना खानु हाम्रो स्वास्थ्यको लागि एकदमै राम्रो हैन भन्ने कुरोहरू उहाँले थाहा पाएर चाहिँ बेलुकी भोजनको सट्टा चाहिँ उहाँले चाहिँ यही शीतल चिनीको पत्तालाई बोइल गरेर चाहिँ उहाँले चाहिँ पिउनु हुँदैछ अनि तपाईको यो शीतल चिनीमा चाहिँ तपाईको कस्तो प्रकारको हामी पोषक तत्त्वहरू पाउन सक्छौं भन्ने कुरो गर्नु पर्दाखेरि चाहिँ यो शीतल चिनीमा चाहिँ तपाईको आइसोथियोसाइनेट्सको मौजुदगीको कारणले गर्दाखेरि चाहिँ क्यान्सरको सेललाई चाहिँ यसले बढ्न दिँदैन भन्ने कुरोहरू विज्ञहरूले बताएका छ भनेदेखिलाई तपाईको यसमा फ्लाभोनोइड्सको मौजुदगीको कारणले गर्दाखेरि चाहिँ मधुमेह रोधी साथै एन्टिअक्सिडेन्ट गुण पाएको पनि विज्ञहरूले बताएको छ साथै तपाईको यसमा यो शीतल चिनीमा भिटामिन ए भिटामिन सी क्याल्सियम आइरन प्रोटिन पोटासियम फाइबर जस्तो हामी पोषक तत्त्वहरू यसमा पाउने गर्छौं अनि तपाईको यो शीतल चिनी अहिले यसको मार्केटमा यसको प्राइसको कुरा गर्नु पर्दाखेरि चाहिँ तपाईको पर केजी 6000 रुपैयाँ सम्म यो तपाईको नेपालको 6000 रुपैयाँ तपाईको इन्डियाको तपाईको यसमा अलिकति कम नै हुन्छ त्यो चाहिँ तपाईको पर केजी चाहिँ त्यतिमा चाहिँ उहाँहरूले चाहिँ तपाईको विदेशसम्म चाहिँ यसको पाउडर चाहिँ सप्लाई गर्नु हुँदै रहेछ अनि तपाईको यो शीतल चिनीबाट चाहिँ हामीले कुन कुन औषधिहरू तयार गर्न सक्छौं र कुन कुन रोगमा चाहिँ हामी यो सेवन गर्न सक्छौं भन्ने कुरो गर्नु पर्दाखेरि चाहिँ यो तपाईको लिभरको समस्या हाई बीपी थाइरोइड साइनसमा चाहिँ यसको विशेष गरी तपाईको यो जडाको सेवन गरिन्छ अनि तपाईको पाचन सम्बन्धी समस्याहरूतिर यसरी तपाईको यो लगायत थुप्रै रोगहरूमा पनि यसको प्रयोग गरिने गरिन्छ अनि तपाईको यो विशेष गरी यो शीतल चिनीमा चाहिँ ध्यान राख्नु पर्ने कुरो चाहिँ के देखे मैले भन्ने कुरो गर्नु पर्दाखेरि चाहिँ यो हाई बीपी भएको ती बिरामीहरूले चाहिँ तपाईको खाए तापनि तपाईको नुन मिसाएर चाहिँ सपोज तपाईको यो बोइल गर्यो त्यहाँबाट चाहिँ तपाईको नुन मिसाएर चाहिँ खानु पर्दो रहेछ अनि तपाईको यो हामीले यो घरतिर सुकाउँदाखेरि पनि किनकि अहिले प्रायःकोमा त तपाईको घरमा त तपाईको यो शीतल चिनी छैन र तपाईको हामीले कुनै ठाउँबाट धेरै मात्रामा ल्यायो भनेदेखिलाई हामीले यसको औषधि बनाउने तपाईको प्रक्रियामा चाहिँ घाममा सुकाउनु चाहिँ हुँदैन रहेछ यो चाहिँ यसरी नै तपाईको सुकाउनु पर्छ यो सुक्दै गएपछि चाहिँ आफै नै झर्दै जान्छ बुडबुड हामीले काँचोमा झार्नेमा चाहिँ हामीलाई निकै काम गर्नु पनि असुविधा हुन्छ यो सुक्दै गएपछि यो यसरी झर्दै जान्छ त्यहाँबाट चाहिँ हामी यसलाई चाहिँ औषधि बनाउने प्रक्रियामा चाहिँ हामी लान सक्छौं यो सुक्दै गएको यो यसरी नै तपाईहरुले पनि यो शीतल चिनीको बेनिफिट जो छ तपाईले पनि शीतल चिनीको बेनिफिट लिदिने र हर घरमा नै एउटा शीतल चिनी हुनु एकदम आवश्यक रहेछ भन्ने कुरो पनि तपाईको ध्यानमा राखिदिने अनि तपाईले पनि यसरी नै औषधि बनाउन सक्नुहुनेछ।